Hello guys, welcome my YouTube channel. It's me Serena Sresh. हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि एकदम फिट एन्ड फाइन छु। सो गाइज मलाई चाहिँ दाइले बिहान बिहानै उठाउनु भएर दाइको सामान लिन। सो गाइज म चाहिँ राम्रोसँग मुख पनि धुन पाएको थिएन। म त्यत्तिकै बाहिर निक्लेर त्यहाँ हेर्नु न मलाई कति मोटी न मोटी देखेको छ। अनि यो चाहिँ हाम्रो काठमाडौँको लास्ट दिन भिडियो हो। सो म चाहिँ सामान किनेर पनि फर्किएँ। हेर्नु न त म एक्लै पागल जस्तो बोलेर बसिरहेको छु। काठमाडौँमा फेरि यति गर्मी होइन आमा, बिहान बिहानै कति गर्मी। हेर्नु न मलाई कस्तो देखेँ है, मोटी न मोटी। यो चाहिँ ब्याग प्याक गर्दाको भिडियो हो। ब्याग प्याक गर्दैछु। सो गाइस म फेरि मेकअप गरेँ। हेर्नु न मेरो चर्ती कला आमा। सो मोइस्चराइजर पनि लाएँ, सनस्क्रिन पनि लाएँ, हातमा पनि तले कालो हुन्छ भनेर हेर्नु न आमा। कन्सिलर लगाउँदैछु, फेरि ब्लेन्ड गरेँ। सो गाइस दाइ चाहिँ त्यहाँ हेर्नु न बिचमा आएर पुरै डिस्टर्ब गरिरहनु भएको थियो। हेर्नु न। सो म चाहिँ त्यहाँ बोल्दै, अनि यो चाहिँ म रेडी भइसकेको बेलामा हो। सो गाइस अब चाहिँ हामी धरारा जान लागेको। त्यहाँ हेर्नु न मेरो दाइ, ओ माई गड। यो चाहिँ सिभिल मल। त्यसपछि हामीले टिकट पनि लियौँ। त्यहाँ भिडियो चाहिँ गर्न मिल्दैन रहेछ। सो हामी सेक्युरिटी अङ्कललाई पनि टिकट दियौँ र हामी भित्र गयौँ। हेर्नु न कति दामी भ्यू, हेर्नु न खतरा। ओ माई गड, ओ माई गड।
गाइस हजुरहरूले देख्न सक्नुहुन्छ लेट्स गो साथीहरू अब भित्र हेर्न जाऊँ है त। सो अगाडि चाहिँ हेर्नु न कति राम्रो, ओ माई गड। सो गाइस अब हामी चाहिँ लिफ्ट चढ्न थाल्यौँ। त्यहाँ लिफ्टभित्र हेर्नु न म। सो गाइस त्यता हेर्नु न एउटा दिदीले भिडियो बनाइदिनु भयो क्या। हामी चाहिँ 20 तल्लामा जानलाई हेर्नु न त्यहाँ मेरो पोज, ओ माई गड सक्छ र मलाई कसैले। त्यसपछि हामी बाहिर निक्ल्यौँ। त्यसपछि वाउ हेर्नु न कति राम्रो, यहाँबाट पुरै काठमाडौँ देख्छ हेर्नु न। आमामामामामामा हेर्नु त, ओ माई गड। त्यसपछि म यिनै छिमेक माथिको भ्यू हेरेर अब हामी जान लागेको हेर्नु त गाइस। त्यसपछि लिफ्ट पनि अहिले खुल्छ, त्यहाँ बन्द भयो। त्यसपछि हामी यो धरहराको उतापट्टि साइड हो, त्यसपछि हामी त्यहाँ पनि गयौँ। देख्न सक्नुहुन्छ यिनै म ठिमिक लगाएर हेर्नु न, वाउ। सो गाइस त्यसपछि हामीलाई चाहिँ भोक लागेर हामी खाजा खाने ठाउँमा गए। हेर्नु न कति राम्रो, वाउ हेर्नु न। प्रेसर सफाइ पनि एकदम राम्रो छ, मिठो। सो गाइस हामीले चाहिँ बबल टी 2टा अनि त्यसपछि बफकिमा नुडल्स अनि बफेलो विङ्स मगाएको थियौँ। सो यो चाहिँ फोटो, यो चाहिँ अब हामी बस पार्क जान लागेको भिडियो हो। त्यसपछि देख्न सक्नुहुन्छ यो चाहिँ यता हेटौँडा आउँदा